खेल्दा छिमालाई घिनलाग्यो छिमालाई घिनलाग्यो ताली जानलाई फरियादेदा 26 दिन लाग्यो 26 दिन लाग्यो ताली जानलाई फरियादेदा 26 दिन लाग्यो अरूले पाइरहेको हैन बाबा र जिउको गयरी खेता सम्पूर्ण मानिसहरू निकै भौतिक अवस्थामा तयारी अवस्थामा भइरहेको छ निकै प्रतिस्पर्धात्मक ढङ्गबाट खेल सुचारू भइरहेको छ प्रतिस्पर्धात्मक खेल चलिरहेको छ सिराङचोक गाउँपालिका कृषि शाखाबाट खेल आयोजित रोपाई महोत्सव 2082 22औं रोपाई महोत्सव आज असारको 15 दहीचिउरा खाने दिन निकै रोचक ढङ्गबाट अगाडि बढिरहेको छ प्रतिस्पर्धा निकै नै सबै अवस्थाको प्रतिस्पर्धा चलिरहेको छ हामीले जङ्गल समय शिवशक्ति महिला समूह 3 परोपकार आदर्श मावि शिक्षक समूह 2 शिवशक्ति महिला समूह 3 र परोपकार आदर्श मावि महिला समूह 2 अङ्क 7 अगाडि बढिरहनु भएको छ दुवै समूह तयारी अवस्थामा रहिदिनुको लागि शिवशक्ति महिला समूहले जित्नुभयो भने फाइनल हुनेछ र परोपकार आदर्श मावि शिक्षक समूहले जित्नुभयो भने थप 1 राउन्ड चल्नेछ सहभागी हुनु भएन भने स्वत सहभागी टिमले गेम जित्नेछ शिवशक्ति महिला समूहको लागि अन्तिम हो परोपकार आदर्श माविले जित्यो भने अन्तिम एकपटक पुनः खेल्न पर्नेछ तयारी अवस्थामा रहिदिनु होला तयारी अवस्थामा रहिदिनु होला One, 2, 3. जीत भएको छ उहाँलाई हार्दिक बधाई दिन चाहन्छु शिवशक्ति महिला समूह उहाँहरूलाई सिराङचोक गाउँपालिका कृषि शाखाले अब एकैछिनमा उचित पुरस्कारको पनि घोषणा गर्नेछ उहाँलाई हार्दिक बधाई दिन चाहन्छु हाम्रो रोपाई महोत्सव अन्तर्गतको डोरी तानाई प्रतियोगिता समापन भएको छ अब दुवै समूह लगायत सबै यहाँ उपस्थित महानुभावहरू पुनः फेरि हाम्रो छ त्यसकारणले
अब विद्यार्थी भाइ बहिनीहरू यो हाम्रो खेत पनि रोप्नुपर्ने भएको कारणले गर्दा खेत रोप्नको लागि म हार्दिक आग्रह गर्न चाहन्छु। सबै विद्यार्थी भाइ बहिनी लगायत उपस्थित यहाँ सबै समूह यो खेत रोप्नको लागि म अनुरोध गर्न चाहन्छु। खेत पनि रोप्नुपर्ने छ, 3 बजिसकेको छ, त्यस कारणले छिटो खेत रोप।